Namaste everyone, Super Rats, welcome back to my new vlog. You are Joes. आज चाहिँ हाम्रो फेयरवेल रहेको छ 12 को र म चाहिँ आइसकेको छु सभागृह र केटाहरू पनि उता छन् र जान्न त भित्र ओ हिरो 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 अनुल हो कि हिरो यहाँ अब खाए अब कति केटी धल्ने हो है अनुलले जाम भित्र खै मेरो देखाइदेऊ त ल यो साथ पकाउ यतिको भएपछि केटीहरू धल्ने भयो यतिको भएपछि अब कति केटीको धल्ने भयो अब खै ल देखाउ ल दादी हिरो देखे नमस्ते एभ्रिवन इट्स मी राजिफुल वेलकम ब्याक टु माई न्यू ब्लग युवा जोसले परिपूर्ण र आज हामी आएका छौँ फेयरवेलमा मान्छे हिरो भएर आएको छ अब कतिवटा केटी धल्ने मात्र थाहा छैन र हाम्रो यहाँ हुनुहुन्छ सरहरू हो अमृत सर इन्ट्रोडक्सन दिनु पऱ्यो कि हो यतिको साथी हेर्दै हुनु पऱ्यो है र हाम्रो हुन्छ सबै हिरोहरू आज कतिको केटीहरू पो धल्ने भयो केटाहरूले अब चाहिँ हामी आइसकेका छौँ सुरु चाहिँ भएको छैन र हामी चाहिँ बाहिर बसेका छौँ र एकछिनपछि अब भित्रको दृश्य देखाउने छु हजुरहरूलाई त्यही नै हो एकछिनपछि भेटौँला हस्त धन्यवाद पिस हामी माथि आइसकेका छौँ मिस्टर ल जाम आऊ ल फर्स्ट पारा ओ विवेक ल हेलो हेलो इन्ट्रोडक्सन दिनु पऱ्यो कि हिरो विवेक यताबाट यता कालो देख्यो कि जामै ल ओसिस ल हेलो हेलो भन्यो हेर्नु ल अब जाम ल जाम हामी चाहिँ सकिरहेको छौँ हो भिडियो छिन् त होला है सायो ढुङ्गा फुल्का हामी एउटै मालाले बलि सर्वभौमै फैलिएका मेची महाकाली के मालाले बलि सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको अचल वीरहरू गरबाट सोच डर अचल ज्ञानभू शान्ति भूमि तरै बहनी मलाई आउँदै गयो प्यारो हाम्रो मातृभूमि नेपाल बङ्गाली भाषा संस्कृतिको बिजल आउँदैन के हो यार ट्याग छ त्यहाँ हजुर ट्याग छ त्यहाँ बर्डर जान्छु ल अरू जाम है सुरु भएको अवस्था
आश्रमबाट हामी यताबाट यस्तो देखिन्छ भ्यू वेलकम स्पिच विशाल खत्रीले विशाल खत्री हाम्रो भाइले स्पिच हानै हुनुहुन्छ life ends there with lots and lots of memories. The 2 years of life flew soon with the happiest and joyous moment. The happiest part of the life एकदम सही बात with सही all बात the emotional एकदम सही बात with all the emotional हो एकदम सही बात एकदम 100% 100% honorable principal sir, Miss, hello. attorneys of different departments, dignitaries, all my dear teachers, our beloved seniors, and all my friends from class 11. एकदम सही A कुरा warm good morning to each and every individual presented over here. thank you, thank you. I am Vishal Khatri, a student of grade 11 and a former secretary. के फुल त मोडिसकेको छ यार फुल त मोडिसकेको छ फुल त त्यो अब नाच्ने हो अब के गर्ने अब गर्मीले अब भयो होला नि धन्यवाद अब मेरा साथी मेरो सर यहाँ चाहिँ अब चाहिँ केक काट्ने होइन केक काट्ने त हो कि के हो केक काट्ने कार्यक्रम भइरहेको छ हामी चाहिँ अगाडि आएका छौँ किन चाहिँ हामी चाहिँ हिँड्नु पोसानहरू खै आएनन् आगे बाहिर तिमीहरू बाहिर ओ के छिक्यो त के छिक्यो यार के छिक्यो ओ कति बज्यो 12 बजेर 5 मिनटमा क्यामेराम्यान भाइ है भाइ ल भयो भन न त भन के भन्ने हो र अस्ति भन्छु भने Bogey Pula गाउँ गाउँ यति आउँछ यति आउने के भाइको नाम के रे सुन्दर 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 भाइ ओ
ओ जिया बहिनी ना है त जिया बहिनी जिया मगर भएका रमाइला घटनाहरू सबै अविस्मरणीय छन्। यो सम्झनाहरू सधैँ मनभरि रहिरहन्छ। हामी विद्यार्थीहरू पनि प्रतिभा माविको यो वातावरणबाट निकै खुसी भएका छौँ। एकदम सही सही बात। कक्षा 11 भाइ बहिनीहरू, तपाईँहरू पनि जीवनको एक महत्त्वपूर्ण परिस्थितिमा हुनुहुन्छ। तपाईँहरू अहिले समय र सपनाबीच युद्ध लड्दै हुनुहुन्छ र यो युद्धमा तपाईँहरूले सही एकदम सही छ 100% आफ्नो सपना 100% शुभकामना दिँदैछौँ। कक्षा 12 का साथीहरू, हामी पनि जीवनको अर्को अध्यायतिर जाँदैछौँ। यो विदाई अन्त्य होइन, बरु नयाँ सुरुवातको हो एकदम सही 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 बात। त्यसकारण हामीले यहाँ सिकेका सिप र अनुभवलाई जीवनमा लागू गर्दै हामी सबैले पनि सफलताको नयाँ उचाइ चुम्न सकौँ भन्ने कामना पनि गर्दछौँ। अन्त्यमा हाम्रा शिक्षकहरू जसले पुस्तकीय ज्ञान मात्र नभई हामीहरूलाई जीवन जिउन सिक्ने कला दिनुभयो, यस विद्यालयको व्यवस्थापन समिति जसले यो सुन्दर व्यवस्थापन गरिदिनुभयो, मेरा साथीहरू जसले हरेक खुसी तथा गममा साथ दिनुभयो र विशेषतः कक्षा 11 का भाइ बहिनीहरू जसले उत्कृष्ट विदाई कार्यक्रम सञ्चालन गर्नुभयो, तपाईँहरूलाई फेरि पनि हृदयदेखि नै धन्यवाद दिँदै मेरो छोटो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। जय प्रतिभा। जय प्रतिभा जय जय।
यति मर्यादित अनि अनुशासित हिसाबले तपाईँले आजको दिनसम्म जुन यात्रा गर्नुभएको छ, प्रिय कक्षा 12 का छोराछोरीहरू, म यहाँहरू सबैलाई हार्दिक बधाई भन्न चाहन्छु र कक्षा 11 का छोराछोरीहरूलाई आफ्नो प्रिय दाजु दिदीहरूको सम्मानमा जोरदार ताली बजाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सहयोग एकदमै सही, एकदम 100%। मैले आज धेरै कुरा यहाँहरूको बिचमा राख्दै छैन। केही कुराहरू जुन मैले यहाँहरूलाई विद्यालयको स्वागतको क्रममा भनेको थिएँ, तिनै कुरालाई दोहोऱ्याउन चाहन्छु। एउटा अभिभावकको हिसाबले, एउटा विद्यालयको प्राचार्यको हिसाबले, तपाईँहरूको सबैको प्रिय बाबाको हिसाबले मैले कक्षा 12 का छोराछोरीहरूलाई अब चाहिँ अनुल र राजीव मेरो के अरे खादा र ऊ लागि हुन्छ, खादा र फोटो आइन्छ। ऊ अगाडि छ केटाहरू, ऊ अनुल र ऊ राजीव अगाडि छ। अहिले चाहिँ साइन्सको भइरहेको छ, एकछिनपछि मेरो पनि हुन्छ। अनुल र राजीव चाहिँ बसिरहेको छ, यिनीहरूको पालो आउनु लागेको छ। त हिरो देखेको छ है अरूले, केटीहरू कतिलाई हिरो हेरेको छ केटाहरू। यो चाहिँ राजीव है, र अनुल। मेरो चाहिँ अब एकछिनपछि पालो आउँछ। अहिलेको लागि चाहिँ साइन्सको रहेको छ र एकछिनपछि म मेरो पनि आउनेछु। जीवनभरि भाइ सरस्वतीको भाइ के भाइको नाम दिँदै मन भुलिया सुशान्तदेव भाइले ल्याउँदैछ। सुशान्त केसी भन्दैछ। आउँदो छैन है तिमी बिराउँछौ जीवन गरी रहन्छौ। सबैजना
बा गर्नु भएको छ भाइ गर्नु कि भएछ एउटा र मैले र यसमा तपाईँहरूको चाहिँ ट्याक्स मात्र नभएर अन्य तपाईँको गौरवी प्रतिभाको लागि चाहिँ धेरै धेरै त्यस कारण पनि यो तपाईँहरूको जुन एउटा स्तर जुन क्वालिटी हाम्रो चाहिँ अब पाला आउनु लागेको छ के अरे फोटो फोटो के भन्छ के अरे फोटो फ्रेम र खाटा लिनको लागि फोटो लिनको लागि र हाम्रो हुन्छ केटाहरू उमेश र विशाल सर हुनुहुन्छ अगाडि प्राइज फोटो र डिस्ट्रिब्युसन हुँदैछ एकदमै गर्मी भइरहेको छ एकदमै गाह्रो छ हट भएर कि म आज हिरो भएर आएको कि आज म हिरो भएर आएको भएर हिरो भएर आएको भएर कि दोस्त यता यता हामी सबै सर गर्नु भइरहेको छ अब एकछिनपछि अब हाम्रो पालो आएपछि अघिदेखि अगाडि बसेको अनुको लियो पालो आयो ल अब एकछिनपछि भेटौँला पाएको चाहिँ ल हेरौँ न खै देखाउ त प्रशान्त सर हो हेलो हेलो के हो मुखैदेखि न त तिम्रो त
खै देखाउँ त खै हेरौँ फोटो म देखेको मलाई हजुर पखाएको त म देखाइदिउँ न र हाम्रो सेक्सनको चाहिँ फोटो यस्तो रहेको छ है म हिरो चाहिँ यस्तो देखेको छु है खायो म बस्दैन हौ ए हाम्रो क्लासको सेक्सनको हाम्रो फोटो यही हो कसको यो ओ आइ सर हेलो पायो ए गरिसक्यो ओ सर ओ इशान सर कहाँ र हामीले मैले चाहिँ पाइसकेको छु अब एकछिनपछि भ्याइन्छ होला निदेश हिरो यता हेर्नु पऱ्यो कि मेरो भ्लगमा निदेश हो हिरो आमा मेरो भ्लगमा हेर्नु पऱ्यो कि ल एकछिनपछि भेटौँ ल राजीव ल नलजाइकन हालेर खानुपर्छ यसरी बाले जसरी उयो हेर्नु मासु लिएर यहाँ खारै हन्टे खारै हुनुहुन्छ है सरी माई मिस्टेक यसरी लास्ट नमानिकन खानुपर्छ टक्क लगाएर लास्ट नमानिकन खानु होला अब आउने भाइ बहिनीहरूलाई है लास्ट नमानिकन खानुपर्ने हुन्छ है यहाँ खाँदैछु म क्रिसलले खाँदैछु म एकछिन नदेखाऊँ होला खानुपर्छ मस्त पाराले लास्ट चाहिँ मान्नु हुँदैन एकदमै मस्त पाराले खानुपर्छ मिठो छ तिम्रो मिठो होइन लगाउँदै हजुर भाले तिम्रो सेक्सनको कसको हो यो हेलो आऊ बसो मस्त बाँध नाच्नमा जाने खानुपर्छ ल एकछिनपछि भेटौँ न हस् यहाँ हाम्रो ब्लगर राजु दाई भन्न आयो भएन हाम्रो ब्लगर राजीवले मस्त खाना खाँदै ओए राजीवको ब्लगमा आइभर राजीवको ब्लगमा भन्न आयो 50,000 के अरे सरी पक्का हाल्नुपर्छ यो फेरि राजीव ल खानु पऱ्यो नि खाऊ न रामसँग ढुक्क खाऊ न मेरो बिहाको भोज के ढुक्क मेरो बिहाको भोज के ढुक्क भाउ न ढुक्क भाउ न ल यो पर्सनको चस्मै आमा कस्तो देखियो ओए बवालै साथी खाना खाइसकेको छौँ ल अब आइसक्रिम खाने बालो एकदमै भित्र एकदमै बढिरहेको छ है ओ गोरे सर के को बिल्ला हो मुना साग बाले छिरो मुना छिरो छिरो मुना के होला हटाइदेऊ आउन बाली मुला जाम केटीहरु सबै हराएर जाम गर्छ कि यार
त्यो आमामा भिड चाहिँ यस्तो छ है आइसक्रिम खान गाह्रो छ गाह्रो हाम्रो बल्ल पाला लागेको छ एकदमै धेरै मिहिनेतको पछि ल थ्याङ्क यू एकदमै एकदमै धेरै लाइन बसी एकदमै पाइएको छ आइसक्रिम है आइसक्रिम चाहिँ खानुपर्छ त खाना खाएपछि डेजर्ट खानुपर्छ केटाहरूको पालो आउँदैछ बाले भाइ मिठो 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 ए